हेलो मामुहरू, गुड इभिनिङ। के तपाईँहरू पनि म जस्तै बच्चालाई दुध नआएर हैरान हुनुहुन्छ भने चाहिँ यसरी बनाएर खानु है। केही हदसम्म चाहिँ यसले के अरे दुधको उत्पादनमा वृद्धि ल्याउँदो रहेछ। मैले पनि खाएर हेरेपछि थाहा भएको। मेरो पनि बाबु 3.5 महिनाको छ। यसमा चाहिँ मैले जुवानो र मिठा सुप भुटेको छु, भुटिसकेको छु। मैले यो भुट्दै गरेको चाहिँ भिडियो बनाउन बिर्सेछु। जुवानो र मिठा सुप अनि यो कालो तिल भुटेर रेडी गरेको छु। अनि अब म यसलाई ग्राइन्ड गर्छु हैन। अनि मैले चाहिँ यसलाई पिसेर रेडी गरिसकेँ। यो जुवानो भयो, यो चाहिँ कालो तिल है। म चाहिँ अब यसलाई दुईटा बट्टामा राख्छु। मैले त्यसरी दुईवटा फरक फरक बट्टामा यो जुवानोलाई र तिललाई राखेँ है। अनि यसलाई चाहिँ मैले बनाउँदाखेरि चाहिँ कसरी खान्छु भने मैले चाहिँ अनि 1 चम्चा घिउ राख्छु। अनि त्यसमा 1 चम्चा जुवानोको धुलो, 1 चम्चा तिलको धुलो राख्छु। अनि मैले चाहिँ अलिकति प्रोटिन पाउडर पनि बनाएको छु यसमा चाहिँ मिक्स गर्नको लागि हैन। यसमा चाहिँ मैले काजु, बदाम, ओखर अनि मखनाहरू मिक्स गरेर पिसेर राखेको छु। यो पनि 1 चम्ची लगाउँछु। अनि म चाहिँ मिश्रीसँग खान्छु। तपाईहरुले चाहिँ गुलियो मनपर्छ भने गुलियो, नुन मनपर्छ भने नुन आफ्नो स्वादअनुसार खान सक्नुहुन्छ। अनि यो चाहिँ मैले बिहान र बेलुका 2 पटक खान्छु के। म चाहिँ सेकेन्ड टाइमको मम हो नि त। अनि मैले पहिलो बच्चा हुँदा चाहिँ दुध कम भएर धेरै गाह्रो भयो थियो। अब जेडी रसबेरीहरू पनि अत्याधिक मात्रामा खाएँ हैन। अनि मैले यो पटक चाहिँ यो रेसिपी पो ट्राई गर्नु पर्यो, यसले आउँछ कि भनेर यो ट्राई गरेको। यसले चाहिँ मेरो ब्रेस्ट मिल्क चाहिँ बढाएको छ हैन। आउँछ। अब 6 महिनासम्म त आफ्नो बच्चालाई ब्रेस्ट फिडिङ मात्रै गराउनु पर्यो। अनि त्यही भएर पनि कतिपयलाई चाहिँ दुध नआउने समस्याले नै सताइरहेको हुन्छ नि त। मलाई पनि सताएको हो। यो पटक चाहिँ मलाई अलिकति यसले हेल्प पुगेको हुनाले चाहिँ मैले हजुरहरूसँग चाहिँ सेयर गरेको। एकचोटि पक्कै ट्राई गर्नु होला है। निराश चाहिँ हुनुपर्छ जस्तो लाग्दैन मलाई। थ्याङ्क्स फर वाचिङ।